आइक्यू टेस्ट ल भन्न सुनौ तिम्रो र मेरो बीच एक दिन नेपालीमा कुरा भयो Neon hums like a subtle frill. Shadows dance on the windowsill. Concrete dreams in the glow collide. Breathe it in, let the waves decide. Yes. वाक्यमा प्रयोग गर्नु पर्यो ल यसको एन्सर भन त अरूले भन्न पाएन सबलाई एन्सर आयो तर तिमीलाई आउँछ कि आउँदैन भन्ने मात्रै सबले एन्सर एकदम 100मा 1% करेक्ट भनिसक्यो तिमीले चाहिँ अब भन्न सक्छौ हो यो के हो भने हामीलाई थाहा छ तिमीले चाहिँ थाहा पाउनु पर्यो क्या हो तिमीले एकदम सही एन्सर दिनु सक्नु पर्यो हेर हैन यो क्वेसनको एन्सर त धेरै ढालेको होइन हैन 1 क्लासको बच्चाले पनि दिन्छ क्या यो क्वेसन एन्सर हो कि हैन हो कि हैन भन प्रपर हुनु पर्यो तिनजना ट्री बनाउन नगरा न सबैलाई एन्सर थाहा छ क्या थाहा छ किनभने थाहा छ किनभने मैले तिमीलाई होइन यो एन्सर होइन भने पनि यिनीहरूले मैले बढी बोलेको छ त्यो एन्सर क्वेसनमै छ तर तिमीले भन्न सक्नु पर्यो क्या अप्सन छ हो सिरियसली भन त्यही हो एन्सर त्यही हो क्वेसनमै एन्सर छ तिमी आफै एकचोटि क्वेसन हो मिक्स भएर एन्सर मिलाउनु पर्यो क्या ल भनिदेऊ ओए चुप लाग्न एन्सर भन्दैछ त्यो भाइले ओए एन्सर सुन्न ए नगरा नि यार